आज हामी शङ्कर लामिछानेको एउटा एकदमै चर्चित र गहिरो कथा द हाफ क्लोज्ड आइज अफ द बुद्ध एन्ड द स्लोली सिङ्किङ सनको बारेमा कुरा गर्दैछौँ। यो कथामा नि दुईवटा संसारको टक्राउ छ। एकातिर नेपाललाई स्वर्ग जस्तै देख्ने एउटा पर्यटकको नजर छ, अनि अर्कोतिर त्यही स्वर्गभित्र लुकेको तितो यथार्थलाई देखाउने एक गाइडको आवाज छ। आउनुहोस्, आज हामी यी दुवै आवाजको भित्र पसेर कथाको वास्तविक अर्थ के हो त्यो बुझ्ने प्रयास गरौँ। ल, सुरु गरौँ है त। कथाको मुटुमा दुईजना पात्रहरू छन्। एकातिर छन् एकजना आदर्शवादी पर्यटक जसले नेपाललाई एकदमै रहस्यमय, सुन्दर र कलाले भरिएको ठाउँको रूपमा हेर्छन्, र अर्कोतिर छन् एकजना यथार्थवादी गाइड जसलाई त्यो सुन्दरताको पछाडि लुकेको वास्तविक जीवनको तितो सत्य थाहा छ। हो, यही दुई दृष्टिकोणको फरकले नै कथालाई अगाडि बढाउँछ। सबैभन्दा पहिले पर्यटकको नजरबाट नेपाललाई हेरौँ। उसको लागि नेपाल इतिहास, कला र आध्यात्मिकताले भरिएको एउटा रोमान्टिक सपना जस्तै हो। उसले नेपाललाई एउटा देशको रूपमा मात्रै हेर्दैन, बरु एउटा यस्तो जीवित सङ्ग्रहालयको रूपमा हेर्छ जहाँ हरेक गल्ली र मन्दिरमा कुनै न कुनै जादु लुकेको छ जस्तो लाग्छ उसलाई। उसको भावना कति गहिरो छ भन्ने कुरा उसको पहिलो वाक्यबाटै छर्लङ्ग हुन्छ। उसले गाइडलाई भन्छ, "ओ गाइड, you cannot understand the joy we Westerners feel when we first set foot upon the soil of your country." मतलब, गाइड, तिमीले बुझ्नै सक्दैनौ कि हामी पश्चिमाहरूले तिम्रो देशको माटोमा पहिलो पटक टेक्दा कस्तो अद्भुत आनन्द महसुस गर्छौं। उसलाई लाग्छ कि यो खुशी स्थानीय मान्छेले कहिल्यै बुझ्न सक्दैनन्। पर्यटकको विचारमा पूर्वीय सभ्यताले पश्चिमलाई सधैँ केही न केही दिइरहेको मात्रै छ, जस्तै कि पुराणहरू, काँसका मूर्तिहरू, इमेजेस अफ ब्रास, हात्तीको दाँतबाट बनेका गहनाहरू, अर्नामेन्ट्स अफ आइभरी, अनि ताडपत्रमा लेखिएका पाण्डुलिपिहरू, म्यानुस्क्रिप्ट्स अफ पाम लिभ्स। यी सबै कुरालाई उसले पूर्वले पश्चिमलाई दिएको अमूल्य उपहारको रूपमा हेर्छ। उसको लागि पूर्वले पश्चिमबाट केही लियो भन्ने शब्दको कुनै अर्थ नै छैन। काठका कलाकृतिहरू हेर्दा पर्यटकले त्यसमा कला मात्रै देख्दैन, उसले त त्यसमा द फ्लोइङ म्युजिक अफ अ चिजल इन द ह्यान्ड्स अफ एन आर्टिस्ट महसुस गर्छ। अर्थात् एउटा कलाकारको हातमा भएको छेनीबाट निस्किरहेको जीवन्त सङ्गीत सुन्छ। उसले कल्पना गर्छ कि कसरी ती पुराना कलाकारहरू दिनभरि खेतमा काम गर्थे र साँझमा यस्ता अद्भुत कला सृजना गर्थे। यहाँनिर आएर त पर्यटकको कल्पनाले पखेटा नै फिजाउँछ। उसले एउटा यस्तो दृश्यको चित्र कोर्छ, जस्ट पिक्चर द सीन, इट इज विन्टर एन्ड एन ओल्ड म्यान सिट्स इन द अप्पर स्टोरी अफ हिज हाउस, जहाँ एउटा बुढो मान्छेले आफ्नो नातिलाई भ्रिकुटीको कथा सुनाइरहेको छ अनि परिवारका अरू सदस्यहरू मिलेर तातो तातो मोमो बनाइरहेका छन्। यो उसको दिमागले बनाएको नेपालको एकदमै सुन्दर र पारिवारिक तस्विर हो। पर्यटकको लागि नेपालीहरूको हाँसो पनि सामान्य छैन। उनी यसलाई अ स्माइल फ्रम द सोल भन्छन्, अर्थात् आत्माबाटै निस्किएको हाँसो। उसलाई लाग्छ यो हाँसोमा ज्ञान र स्वागतको भाव छ। यस्तो गहिरो कुरा छ जुन शब्दमा बयान गर्न सकिँदैन, र यस्तो हाँसो यही मात्रै पाइन्छ। ल, अहिलेसम्म त हामी पर्यटकको सुन्दर रङ्गीन सपनामा थियौँ, तर अब कथाले अर्कै मोड लिन्छ। अब हामी त्यो रोमान्टिक संसारबाट बाहिर निस्केर गाइडको यथार्थवादी आँखाबाट नेपाललाई हेर्छौँ। गाइडले अब पर्यटकलाई नेपालको त्यो पाटो देखाउँदैछ जुन सतहभन्दा धेरै तल वास्तविकताको नजिक छ। गाइडको निम्तो सुन्नुहोस् त, पर्यटकको भावनाभन्दा कति फरक छ। उनी भन्छन्, "कम माई गेस्ट, टुडे आई एम टु शो यु सम आइज।" मतलब, आउनुहोस् मेरो अतिथि, आज म तपाईँलाई केही आँखाहरू देखाउँछु। उनको आवाजमा एक किसिमको गम्भीरता छ। उनले कुनै मन्दिर वा कला होइन, बरु केही आँखाहरू देखाउन लगिरहेका छन्। यो स्लाइडमा हेर्नुहोस् त, त्यो दुई दृष्टिकोण बीचको खाडल कति स्पष्ट छ। एकातिर पर्यटकको कल्पना छ, जहाँ एउटा परिवार कथा सुन्दै मोमो बनाइरहेको छ, अनि अर्कोतिर गाइडले देखाएको वास्तविकता छ, एउटा गरिब किसानको परिवार जसको चुलोमा न मोमो पाक्छ, न त उनीहरूलाई भ्रिकुटीको दाइजोबारे कुरा गर्ने फुर्सद नै छ। अब हामी कथाको त्यो सबैभन्दा महत्त्वपूर्ण क्षणतिर जाँदैछौँ, जहाँ गाइडले पर्यटकलाई एउटा यस्तो कुरा देखाउँछन् जसले उसको सोचाइलाई नै परिवर्तन गरिदिन्छ। उनीहरू ती कहिल्यै बिर्सन नसकिने आँखाहरूलाई भेट्न जाँदैछन्। यो कथामा एउटा शब्द आउँछ, सम्यक दृष्टि वा सम्यक गेज। यो शब्द पर्यटकले भिक्षुहरूको आँखाको वर्णन गर्न प्रयोग गरेका थिए। यसको अर्थ हो कुनै पनि भ्रम बिना, कुनै पनि मिलावट बिना चिजलाई जस्ताको तस्तै त्यसको वास्तविक रूपमा देख्ने दृष्टि। यही अवधारणा
कथाको अन्त्यमा एकदमै शक्तिशाली प्रतीक बन्न पुग्छ। गाइडले पर्यटकलाई कहाँ लैजान्छ भने एउटा पोलियोले ग्रस्त बच्चा भएको घरमा। त्यो बच्चा एउटा गरिब किसानको घरमा जन्मेको छ र उसको जीवन निकैले कष्टकर छ। गाइडले स्पष्ट भन्छन् कि यो बच्चा कुनै भगवानको अवतार होइन, बरु जीवनको एउटा कठोर वास्तविकता हो। यो बच्चाको अवस्था साँच्चीकै नै दर्दनाक छ। उसको शरीरको कुनै पनि भाग चल्दैन, ऊ बोल्न पनि सक्दैन। उसको सम्पूर्ण जीवन, उसको सम्पूर्ण अस्तित्व केवल उसको आँखामा कैद छ। उसको आँखाले मात्रै ऊ जीवित छ भन्ने कुराको सङ्केत दिन्छ। गाइडले ती दुई भाइ बहिनीलाई देखाएर नेपालको दुईवटा तस्विर देखाउँछ। बहिनी जो हिन्डुल गर्न सक्छे, उसले अनुभवबाट सिक्छे, हाम्रो इतिहास र संस्कृतिलाई बोकेर अघि बढ्छे र भविष्यको प्रतिनिधित्व गर्छे। तर भाइ जो चल्न सक्दैन, उसको लागि त मानव विकासको यात्रा नै रोकिएको छ। उसको भविष्य टुटेको छ। अनि गाइडले कल्पना गर्छन्, सायद त्यो बच्चाले मनमा नै के सोच्दो हो। सायद उसले भन्न चाहन्छ होला, मदर, हाउ क्यान यु एप्रिसिएट वाट फन इट इज टु फल ओभर, टु फिल पेन एन्ड टु क्राई, टु कल आउट फर हेल्प? द्याट पेन वुड बी सच अ स्वीट एक्सपिरियन्स। सोच्नुहोस् त, लड्नु, दुख्नु, रुनु जस्ता सामान्य कुराहरू पनि उसको लागि कति मिठो अनुभव हुन्थ्यो होला। त्यसो भए अन्त्यमा सत्य के हो त? पर्यटकले देखेको त्यो रोमान्टिक सपना सत्य हो वा गाइडले देखाएको यो कठोर वास्तविकता? कथाले हामीलाई यही प्रश्नमा ल्याएर छोडिदिन्छ, जहाँ यी दुवै वास्तविकता एकै ठाउँमा आएर ठोक्किन्छन्। र कथाको सबैभन्दा सुन्दर र चकित पार्ने कुरा यही आउँछ। गाइडले त्यो पक्षाघात भएको बच्चाको आँखालाई बुद्धको आँखासँग दाँच्दै भन्छन्, लक, दे आर जस्ट एज ब्युटिफुल एज द सेटिङ सन्स रिफ्लेक्सन इन द आइज अफ द बुद्ध। हेर्नुहोस् त, उनले कसरी त्यो कठोर वास्तविकता र आध्यात्मिक सुन्दरतालाई एकै ठाउँमा ल्याएर जोडिदिए। यसले दुवै दृष्टिकोणलाई पूर्णता दिन्छ। अन्तमा कथाले हामीलाई यही प्रश्न सोध्न बाध्य बनाउँछ, यी दुई फरक दृष्टिकोण मार्फत लेखक शङ्कर लामिछानेले के भन्न खोजिरहेका छन्? के सत्य भनेको हामीले देख्ने सुन्दरता मात्रै हो वा हामीले भोग्ने पीडा मात्रै? सायद बुद्धको आधा बन्द आँखाले भने जस्तै वास्तविक सत्य यी दुवैको बीचमा कतै छ, जहाँ पीडामा पनि सुन्दरता भेटिन्छ र सुन्दरतामा पनि पीडाको छाया लुकेको हुन्छ। यसबारेमा सोच्नुहोला है त।